मेरो सामाजिक सञ्जालका मित्रहरूलाई नमस्कार छ है त। यो 2.5 मिनेटको भिडियोमा अन्तिमसम्म हेरेर साथ दिनुहोस् है त। यो साउन महिनामा 11 बजेको घाममा हिँड्न रहर हजुरलाई लाग्छ कि लाग्दैन? मलाई चाहिँ यो ब्लगको चक्करले गर्दाखेरि अलिकति रहर जाग्यो। त्यसपछि के गरौँ भइरहेको थियो। पारीको गाउँमा चाहिँ केही नयाँ चिज बन्दैछ, बनाउने मेसिन आएको छ भन्ने सुने। त्यसपछि जाउँ न त कस्तो रहेछ हेरौँ न त, नदेखेको चिज पनि हुनसक्छ भनेर अनि त्यसमाथि फेरि साथीहरूलाई पनि देखाउने इच्छा लाग्यो के। त्यसपछि म फुल तरिहालेँ। यति बेला म ठ्याक्कै फुल कटेर पुलको किनारमा छु। नजिकै गाउँ छ। यो गाउँबाट लगभग 5 मिनट हिँडेपछि म त्यो ठाउँमा पुग्छु। त्यहाँ सायद अब यतिखेर त्यो मेसिन चलेछ कि चलेको छैन के छ सम्पूर्ण जानकारी छैन मलाई। यो टन्टलापुर घाममा यहाँ गफ लगाइरहनुभन्दा बरु त्यहीँ पुगेर हजुरलाई विशेष जानकारी दिन्छु भन्ने हुटुटी एकदमै मनमा छ। म यति बेला चाहिँ यो ठ्याक्कै पुलको किनारमा बसेर केही गफ गरौँ भनेको, तर यो घामले गर्दा चाहिँ खासै जाँगर चलेन। ल है त, म पारी गाउँमै गएर विशेष जानकारी दिन्छु है त हजुरलाई, हेर्दै रहनुहोस्। हजुरहरूलाई यो देखेपछि बाल्यकालको कति याद आयो? कतिजनाले यस्तो खानुभएको थियो होला? मैले चाहिँ सानोमा ढुङ्ग्रो भन्थेँ, अचल पनि ढुङ्ग्रो नै भनेर चिन्छु। हजुरहरूले चाहिँ के भनेर चिन्नुहुन्छ त? मलाई जानकारी दिनुहोस् त कमेन्टमा। अनि यो ढुङ्ग्रो बनाउने मेसिन चाहिँ मेरो गाउँदेखि पारीपट्टि आएको रहेछ। 3-4 दिनदेखि नानी बाबुहरूले सबैले यो हातमा यसरी नै लिएर हिँड्ने गर्थे कि। मैले चाहिँ यो बजारबाट किनेर लिएर आएको होला भन्ने सोचिरहेको थिएँ। तर यो सोध्दै जाँदा चाहिँ मेरै गाउँमा पारीपट्टि गाउँमा चाहिँ अहिले नयाँ मेसिन लिएर आएर यसको उत्पादन सुरु गर्नु भएको छ अरे भन्ने मेरो कानमा पर्यो। अनि त्यसपछि म भिडियो सामग्री बनाउनलाई कहिले जाउँ भइरहेको थियो। आज समय जुर्यो अनि यहाँ आइपुगेँ। यहाँ आएर हेर्दाखेरि सबैजना लाइनमा बस्नु भएको रहेछ। इन्जिन स्टार्ट भइसकेको थिएन। म पुग्दाखेरि त्यसको एकैछिनमा इन्जिन स्टार्ट भएर अनि मकैको घान हालेर यो ढुङ्ग्रो निस्किन सुरु भयो। जति हेऱ्यो त्यति रमाइलो लाग्ने यो त। एकछिन बसिरहेँ, हेरिरहेँ। अनि त्यसपछि एकजना दाइले भाइ मेरो त सक्यो त हो, कति भिडियो खिचेको भन्नुभयो। हजुरको सकिएपछि मेरो पनि सकियो भनेर दाइसँग कुरा गरेँ। हुन्छ त आजलाई यो एपिसोड यति नै। अर्को रमाइलो एपिसोड अर्को भागमा है त।